Okay, students, I would like to welcome all of you in this session. We are going to study about the soil survey and degraded land management. अब यो कोर्समा खास गरी तपाईँहरूको करिकुलममा 15वटा युनिटहरू राखेको छ, जस अन्तर्गत बेसिक तपाईँको सोइल सर्वे जस्ता विषयवस्तुबाट सुरु गरेर सोइल म्यापिङ, त्यसपछि गएर सोइलको क्लासिफिकेसन, त्यसपछि ल्यान्ड डिग्रेडेसन भनेको के हो, यसको कारणहरू के हुन्, प्रोसेसहरू के हुन्, र ल्यान्डको सेन्सिटिभिटी रेजिलियन्स भनेको के हो, हामीले ल्यान्ड डिग्रेडेसनको फिल्ड एसेसमेन्ट कसरी गर्न सक्छौँ, कसरी यसको रिहेबिलिटेसन र म्यानेजमेन्टको लागि प्लानिङ गर्न सक्छौँ भन्ने विषयवस्तुहरू चाहिँ यसले समेटेको छ। त्यही कारणले गर्दाखेरि एउटा कम्पोनेन्ट सोइल सर्वे छ भने अर्को चाहिँ डिग्रेडेड ल्यान्ड म्यानेजमेन्ट छ। अब जस्ट रिक्यापको लागि सोइल भनेको के हो त हामी सबैलाई थाहा छ। इट इज अ नेचुरल बडी कम्पोज्ड अफ मिनरल एन्ड अर्गानिक मेटेरियल्स which can support plant growth. है, it is a medium for tree growth, nutrient cycling, and water retention. It anchors roots, stores water, and provides nutrients essential for the forest ecosystems. सोइलका कम्पोनेन्टहरू हामी सबैलाई थाहा नै छ। चारवटा कम्पोनेन्टहरू हुन्छ। त्यो भनेको मिनरल कम्पोनेन्ट, त्यसपछि अर्ग्यानिक म्याटर, वाटर र एयर। अब वाटर र एयर चाहिँ बराबर पर्सेन्टेज भनेको जस्तो पोर स्पेसहरू हुन्छ, त्यसले 20 देखि 30% चाहिँ अकुपाई गरेको हुन्छ। त्यसै गरी वाटरले पनि त्यति नै भयो। अर्ग्यानिक म्याटरले एराउन्ड 5% र मिनरल म्याटरले 45 to 50% हुन्छ है कम्पोनेन्टमा। अब फरेस्ट्री कन्टेक्स्टको कुरा गर्दाखेरि फर इक्जाम्पल अर्ग्यानिक म्याटरको हामीले लियौँ भने हाई अर्ग्यानिक म्याटर इन द फरेस्ट सोइल्स ड्यु टु लिफ लिटर एन्ड रुट डिके भनेको फरेस्ट सोइलमा के हुन्छ त अर्ग्यानिक म्याटर कम्पोनेन्ट बढी हुन्छ टप सोइलमा। किन भन्दाखेरि जुन लिटरको इनपुट हुन्छ त्यो चाहिँ बढी हुन्छ है। अब हामीले सोइललाई डाइनामिक सिस्टमको रूपमा बुझ्न सक्छौँ है। सोइल इज नट स्ट्याटिक, इट इज अ डाइनामिक बडी। इट इभल्भ्स थ्रु द फिजिकल, केमिकल एन्ड बायोलोजिकल प्रोसेसेस। अब सोइलभित्र के हुन्छ त तिनैवटा प्रोसेसहरू चाहिँ भइरहेको हुन्छ है। फिजिकल प्रोसेस, बायोलोजिकल प्रोसेस र केमिकल प्रोसेस। अब we all know that weathering of the rocks, soil mixing by the organisms, यिनीहरू भनेको फिजिकल प्रोसेसहरू भए है। केमिकल भनेको के हो त केमिकल प्रोसेस भनेको न्युट्रन साइक्लिङ, चेन्ज इन द पिएच भनेको पिएचको फ्लक्चुएसन भनेको केमिकल रियाक्सनहरू चाहिँ हुने है। त्यो कम्पोनेन्ट पनि हुन्छ। र अर्को भनेको बायोलोजिकल प्रोसेस भनेर भनिन्छ, त्यो चाहिँ माइक्रोबियल एक्टिभिटी। फर इक्जाम्पल तपाईँको चाहिँ अब अर्ग्यानिक म्याटरको इनपुट भयो, लिटर इनपुट भयो भने त्यहाँ माइक्रो अर्गानिजमको एक्टिभिटी पनि हुन्छ होइन। त्यो जस्तो डिकम्पोजिसन प्रोसेस लिडिङ टु द फर्मेसन अफ द ह्युमस, यी भनेको बायोलोजिकल प्रोसेसेसहरू हुन् है। फर इक्जाम्पल इन अ कोनिफरस फरेस्ट निडल लिटर डिकम्पोज स्लोली क्रिएटिङ एसिडिक सोइल्स भनेको अल्पाइन फरेस्ट हुन्छ त्यहाँ जस्तो कोनिफर
स्पेसिजहरूको निडिलको डिकम्पोजिसन रेट चाहिँ यता ट्रपिकल स्पेसिस भन्दा फरक हुन्छ है, स्लो हुन्छ। अब सोइल फर्मेसन जस्ट रिक्याप हो यो। सोइल फर्मेसन हामीले पढिसकेका छौँ, त्यो भनेको पाँचवटा फ्याक्टरहरू हुन्छ है सोइल फर्मेसनको। CLORPT भन्छ, क्लाइमेट, अर्गानिजम्स, रिलिफ, प्यारेन्ट मेटेरियल, टाइम। अब क्लाइमेटमा खास गरी दुईवटा भेरिएबलहरू टेम्परेचर र रेनफलले सोइल फर्मेसनमा असर पुर्याएको हुन्छ। यिनीहरूले खास गरी वेदरिङ मा चाहिँ विशेष त भूमिका खेलेको हुन्छ। अब अर्गानिजमको कुरो गर्दाखेरि ट्री, माइक्रोब्स एन्ड द एनिमल्स कन्ट्रिब्युट टु अर्ग्यानिक म्याटर। त्यसै गरी रिलिफ अथवा टोपोग्राफीले पनि के गर्छ त सोइल फर्मेसनमा असर पुर्याइराखेको हुन्छ। जस्तो अब हाई स्टिप स्लोप छ भने के हुन्छ त सोइल डेप्थ कम हुन्छ है। प्यारेन्ट मेटेरियल भनेको प्यारेन्ट मेटेरियल भनेको कस्तो खालको रकबाट त्यो सोइल बनेको छ, त्यो रकको क्यारेक्टरिस्टिक के हुन्छ त यतापट्टि सोइलमा चाहिँ सरेको हुन्छ है। जस्तो प्यारेन्ट्स भनेको जस्तो ह्युमनको केसमा नि प्यारेन्ट्स जस्तै छोराछोरी हुन्छन् भने जस्तै त्यो रक, त्यो जुन रकबाट त्यो सोइल बनेको छ वेदरिङबाट, त्यो रकको क्यारेक्टरिस्टिक चाहिँ त्यो सोइलमा, त्यहाँ भएको सोइलमा हुन्छ है। टाइम भनेको जति चाहिँ तपाईँको समय बित्दै जान्छ है, उति सोइल डेप्थ बढ्दै जान्छ भनेको सोइलभित्रको जुन प्रोसेस हुन्छ, फिजिकल, केमिकल, बायोलोजिकल प्रोसेसहरू चाहिँ बढी हुन्छ नि त। त्यो कारणले गर्दाखेरि जुन पेडोजेनिक प्रोसेसहरू हुन्छ त्यो बढी हुने कारणले गर्दाखेरि ओल्डर सोइल्समा धेरै चाहिँ तपाईँको होरिजनहरू हुन्छ है, म्याच्योर हुन्छ, वेल डेभलप्ड हुन्छ। अब सोइल प्रोफाइल भनेको के हो त है। सोइल प्रोफाइल भनेको तपाईँको हामीले जस्तो रोड साइडमा देख्छौँ नि है, भर्टिकल सेक्सन देख्छौँ, त्यहाँ विभिन्न लेयरहरू देख्छौँ नि तल बेडरकसम्म, त्यो भनेको के हो त सोइल प्रोफाइल हो। इट इज अ भर्टिकल सेक्सन अफ द सोइल showing distinct layers, horizons that develop over time through the pedogenic processes। अब फरेस्ट सोइलको होराइजनको कुरो गर्दाखेरि ओ होराइजन भनेको सबभन्दा माथिल्लो होराइजन हो, त्यो भनेको अर्ग्यानिक लेयर हो। अब यसमा खास गरी लिफ लिटरहरू, त्यसपछि डिकम्पोज प्लान्ट मेटेरियलहरू र ह्युमस रहेको हुन्छ है। र फरेस्टमा मैले अघि नै भनिसकेँ, इट हाइज हाई अर्ग्यानिक इनपुट। अब ओ होराइजनलाई पनि हामीले तिनवटा लेयरमा बाँड्न सक्छौँ, हेर्न देख्न सक्छौँ, ओआई, ओई र ओए। ओआई भनेको के हो त सबभन्दा माथिल्लो पार्ट भयो, त्यो चाहिँ फ्रेस लिटर भयो, अनडिकम्पोज। ओआई भन्दा अलिकति तल के हुन्छ त पार्सियली डिकम्पोज, ओई भन्ने हुन्छ। ओए भनेको अझ तल है, तेस्रो लेयर, त्यो चाहिँ तपाईँको फुल्ली डिकम्पोज ह्युमस हुन्छ। यसरी तिनवटा लेयरहरू देख्न सक्छौँ हामी ओ होराइजनमा, फ्रेस लिटर, पार्सियली डिकम्पोज र फुल्ली डिकम्पोज। अब के हुन्छ त यो अर्ग्यानिक लेयरको भूमिका भन्दाखेरि फरेस्टमा प्रोभाइड्स न्युट्रिएन्ट्स, इन्हान्सेस सोइल फर्टिलिटी एन्ड सपोर्ट्स माइक्रोबियल एक्टिभिटी। त्यसपछि आउँछ तपाईँको ए होराइजन आउँछ है। ए होराइजनलाई हामी टप सोइल पनि भन्छौँ। इट इज अ मिनरल लेयर मिक्स्ड विथ अर्ग्यानिक म्याटर ह्युमस, अफन डार्क इन कलर। भनेको ओ होराइजन भन्दा जस्ट तलको होराइजन भनेको ए होराइजन हो। यसमा बायोलोजिकल एक्टिभिटी पनि बढी हुन्छ है, किनकि यो रुट जोन नै हो। रुट्स, माइक्रोब्स एन्ड द सोइल फाउना critical for the tree growth is most fine roots are concentrated here. For example, in a deciduous forest, the A horizon is rich in organic matter from the leaf follow। जस्तो O horizon को just adjacent neighboring layer भएको हुनाले
यो पनि ब्ल्याक कलरकै देखिन्छ है, तर माथिको जति ब्ल्याक त हुँदैन होराइजन जतिको, तर अरू लेयर भन्दा यो ब्ल्याक नै देखिन्छ तलको भन्दा, बिकज इट हेज अल्सो हाई अर्ग्यानिक म्याटर कन्टेन्ट। त्यसपछि आउँछ ई होराइजन आउँछ है, ओएई। ई भनेको इलुभेटेड लेयर भन्छ, भनेको लिचिङ जोन हो यो है। यहाँबाट जस्तो रेनफल हुँदाखेरि मिनरल्स अर्ग्यानिक म्याटरहरू वास डाउन बाई द वाटर हुन्छ, जस्तो वास डाउन बाई द वाटर भन्न साथै त्यो लाइट कलरको हुन्छ लिचिङ भएको कारणले, ड्यु टु द लस अफ क्ले, आइरन एन्ड एल्युमिनियम। It is common in forest soils under acidic conditions. It indicates nutrient leaching which can limit tree growth if severely। अब धेरै लिचिङ भयो भने, धेरै बाक्लो चाहिँ तपाईँको ई होराइजन भयो भने त्यहाँको प्रोडक्टिभिटी चाहिँ कम हुन्छ है। अब त्यसपछि आउँछ बी होराइजन। बी होराइजनलाई हामी सबसोइल पनि भन्छौँ। ए होराइजनलाई हामीले टप सोइल भनेको थियौँ, बी होराइजनलाई सबसोइल पनि भनिन्छ। इट इज अ जोन अफ द एकुमुलेसन है, इलुभिएसन भन्छ, भनेको यी होराइजनबाट लिज भएको मेटेरियलहरू तपाईँको कहाँ जान्छ त, बी होराइजनमा जान्छ है, त्यहाँ जम्मा हुन्छ। अब यसको कलर चाहिँ फरक फरक हुन्छ, रेडिस ब्राउन है। इट इज इम्पोर्टेन्ट फर द वाटर स्टोरेज एन्ड डिपर रुट सिस्टम्स इन द म्याच्योर ट्रिज। भनेको क्लेको डिपोजिट पनि हुन्छ भन्दाखेरि यो लेयर चाहिँ माथिको डिपोजिसन हुने कारणले प्रोडक्टिभै हुन्छ, र खास गरी अब लङ रुट डिप रुट भएको ट्रीहरूको लागि न्युट्रिएन्ट एब्जर्प्सन गर्नको लागि उपयोगी हुन्छ। अब बी होराइजन भन्दा तलको लेयर भनेको सी होराइजन हो। सी होराइजन भनेको चाहिँ यसमा चाहिँ के हुन्छ भने ठुल्ठुला चट्टानका टुक्राहरू पनि हुन्छ, किनकि बेडरक भन्दा माथिल्लो पार्ट भयो, इट कन्सिस्ट अफ वेदर्ड रक फ्रेगमेन्ट्स with little organic matter है। It is less affected by the soil forming processes, represents the transition to the bedrock। भनेको यो सी होराइजनको तलपट्टि भनेको त आर होराइजन हुन्छ, भनेको बेडरक हुन्छ है। त्यो हुनाले बेडरकको विदरिङबाट निस्केका ठुला ठुला टुक्राहरू चाहिँ बढी यसमा हुन्छ है, कोर्स खालको हुन्छ। इट लिमिटेड डाइरेक्ट रोल इन द ट्री ग्रोथ बट influences soil depth and drainage. In a young forest soil, the sea horizon may be close to the surface। अब यसपछि के आउँछ भन्दाखेरि तपाईँको आर होराइजन त्यसपछि आउँछ है। त्यो भनेको रक, अनडिस्टर्ब रक हुन्छ है, बेड रक, अनवेदर्ड हुन्छ। नट अ ट्रु सोइल होराइजन बट मार्क्स द लोअर बाउन्ड्री अफ द सोइल प्रोफाइल। इट लिमिट्स सोइल डेप्थ, it affects root penetration and water storage. For example, in mountainous forests, shallow soils over bedrock are horizon restrict tree growth। भनेको यो चट्टान, कडा चट्टान लेयर भनेको के हो त, कडा चट्टानलाई नै के भनिन्छ त हामी आर होराइजन भनेर भन्छौँ। अब हामीले यी होराइजनको कुराहरूलाई फरेस्ट्रीसँग रिलेट गर्दाखेरि चाहिँ, जस्तो यी होराइजन छ होइन फरेस्ट सोइलमा, त्यसले लिचिङ भन्ने जनाउँछ है। त्यो लिचिङमा के हुन्छ त, न्युट्रियन्ट्सहरू क्ले पार्टिकलहरू तल जान्छ होइन। त्यो कारणले गर्दा अब रिफरेस्टेसन प्रोजेक्टहरू छ भने त्यसमा चाहिँ के हुन्छ त, त्यो बिरुवा हुर्काउनलाई त्यो च्यालेन्ज हुन्छ है, एउटा त्यो हुन्छ। अन्डरस्ट्यान्डिङ होराइजन डेभलपमेन्ट हेल्प्स फरेस्टर्स एसेस सोइल सुइटेबिलिटी फर स्पेसिफिक ट्री स्पेसिज। डिप रुटेड स्पेसिस लाइक ओक निड्स अ वेल डेभलप्ड बी होराइजन। भनेको अब स्पेसिस सेलेक्सनमा पनि के हुन्छ त,
यसको भूमिका हुन्छ है। कुन खालको त्यहाँ चाहिँ होराइजनहरू छ, त्यो होराइजन अनुसार हामीले न्युट्रियन्टको एभाइलेबिलिटी एसेस गर्न सक्छौँ है, प्रेडिक्ट गर्न सक्छौँ। र त्यही अनुसारको चाहिँ तपाईँको स्पेसिस सेलेक्सन गर्नुपर्ने हुन्छ। अब यो त भयो सोइल प्रोफाइल र होराइजनको कुरा है। अब बेसिक रिक्याप भनेको अब सोइलले फरेस्ट्री पर्सपेक्टिभबाट के भूमिका खेलेको हुन्छ त भन्दाखेरि, अब प्लान्टको लागि एङ्करेज प्रोभाइड गर्छ एउटा है। अर्को भनेको न्युट्रिन सप्लाई गर्छ, वाटर रिटेन्सन गर्ने काम गर्छ र हेबिट्याट है, सोइल बायोडाइभर्सिटी को लागि हेबिट्याटको काम गर्छ। त्यो हो फर इक्जाम्पल इन द सब ट्रपिकल फरेस्ट अफ नेपाल चुरिया शिवालिक हिल्स nutrient poor insect soil support diverse forests through efficient nutrient cycling driven by monsoon litter and the microbial एक्टिभिटी। जस्तो अब चुरिया हिलमा अब हामीले यो चुरिया रिजनमा हेऱ्यौँ भने यहाँको सोइल चाहिँ के छ त, योङ छ है। हामी जस्तो फ्रेस डिपोजिटहरू एन्टिसोल केही हो रिजन डेभलप भएको चाहिँ योङ सोइल इन्सेप्टिसोल देख्न सक्छौँ, र त्यहाँ भएको भेजिटेसन है, जस्तो साल फरेस्ट रिभराइन फरेस्ट देख्न सक्छौँ, र त्यहाँ न्युट्रिएन्ट साइक्लिङ चाहिँ चलिरहेकै हुन्छ, अल्दो देयर इज डिग्रेडेसन। अब अब के छ त है, यो च्यालेन्ज के छ त फरेस्ट सोइलमा, समस्या के छ भन्दाखेरि पहिलो नम्बरको समस्या भनेको त इरोजन नै भयो है। स्टिप स्लोप्समा जुन टप सोइल चाहिँ बगेर जाने समस्या छ, त्यो चाहिँ मेजर समस्या हो। त्यसपछि गएर न्युट्रियन्टको लिचिङ भनेको टप सोइलमा भने न्युट्रियन्ट चाहिँ पानी पर्दाखेरि तल्ला लेयरहरूमा जाने है। र अर्को तपाईँको कम्प्याक्सन भनेको फरेस्ट्री एक्टिभिटिजहरू जस्तो ट्र्याम्पलिङ होइन, लार्ज स्केलमा चाहिँ हाई अल्टिच्युडमा ग्रेजिङ गराउँदाखेरि हुने लगिङको कारणले गर्दाखेरि यिनीहरू चाहिँ खास गरी कम्प्याक्सन पनि के छ त प्रब्लम छ है, जसले रन अफ बढाइदिन्छ र इरोजन बढाउँछ। अब हामीले अब यी समस्याहरू एड्रेस गर्ने पहिलो स्टेप भनेको त के हो त, अब हामी हाम्रो विषय पनि के छ त अहिले पढ्दै गरेको सोइल सर्वे एन्ड डिग्रेडेड ल्यान्ड म्यानेजमेन्ट छ होइन। अब हामीले वी क्यान युज सोइल सर्वेज टु आइडेन्टिफाई एन्ड मिटिगेट दिज च्यालेन्जेस। अब एउटा केस स्टडी डिस्कसनको लागि मैले यहाँ ल्याएको छु होइन। जस्तो अब मानौँ तपाईँको नजिक चाहिँ तपाईँको अब तराई रिजनमा कुनै एउटा फरेस्टेड एरिया लिनुहोस् होइन, र त्यहाँको इस्युहरूलाई पहिला कम्पाइलेसन गर्नु होइन। जस्तो अब त्यहाँको के छ त समस्या, सोइल इरोजन हो कि, फ्लडिङ हो कि, ल्यान्डस्लाइड हो कि, सेडिमेन्टेसन हो कि, फरेस्ट फायर हो कि होइन। अब त्यहाँको चाहिँ तपाईँले कम्पाइलेसन गर्नुहोस्। त्यसपछि गएर सोइलको क्यारेक्टरिस्टिक्स त्यहाँको कस्तो छ त, जस्तो फर इक्जाम्पल हाई स्यान्ड कन्टेन्ट, लो अर्ग्यानिक म्याटर, प्रोन टु इरोजन। त्यसपछि फरेस्ट्रीमा इम्प्याक्ट के छ त भन्दाखेरि रिड्युस ट्री ग्रोथ, लस अफ द बायोडाइभर्सिटी। र सोल्युसन तपाईँ के प्रपोज गर्नुहुन्छ त है, एज अ टेक्निसियन के प्रपोज गर्नुहुन्छ भन्दाखेरि यु क्यान राइट सोइल सर्वेज आइडेन्टिफाइड एरियाज फर द रिफोरेस्टेसन विथ स्पेसिस लाइक एकासिया क्याटेज्यू नाइट्रोजन फिक्सिङ। अब तपाईँहरूले यो मैले धेरै युनिटहरूमा यस्तो केस स्टडी राखेको छु है। अब यो केस स्टडी चाहिँ तपाईँहरूले यो
एक एक पान्ना अथवा दुई पान्ना जतिको फाइल तयार गर्नुपर्ने हुन्छ र तपाईँहरूले प्र्याक्टिकल इक्जाममा चाहिँ बुझाउनु पर्ने हुन्छ है। जस्तो अब यो केस स्टडी भनेको जेनरल अब्जर्भेसन अफ द सोइल डिग्रेडेसन इन योर लोकल एरिया भन्ने भयो है। जस्तो लोकेसन दिनु पर्यो, अलि अलि डिटेल दिनु पर्यो है। इस्यु, त्यहाँको इस्यु के छ, तपाईँले के देख्नुभयो त्यहाँको इस्यु। त्यसपछि त्यहाँको सोइलको क्यारेक्टरिस्टिक के पाउनुभयो तपाईँले टेन्टेटिभली। अब चुरे क्षेत्र तर मधेस छ भने स्यान्डी सोइल होला होइन, बढी त्यो खालको अर्ग्यानिक म्याटरको इनपुट पनि अब त्यहाँ इरोजन छ भने कम भनेर त्यसरी लेख्न सकिने भइयो। र फरेस्टमा इम्प्याक्ट के छ त है, त्यो कारणले अ, त्यो जस्तो स्पार्स फरेस्ट छ होइन, रुखहरू चाहिँ तपाईँको चाहिँ कम हाइटका छन्, बाङ्गाटिङ्गा छन् होइन। त्यो स्पेसिज कम्पोजिसन तपाईँले सरसरी हेर्दाखेरि चाहिँ कम पाउनुभयो होइन। सोल्युसन तपाईँहरूले के प्रपोज गर्नुहुन्छ त, अब त्यसलाई रिभर्स गर्नको लागि, त्यसको रिहेबिलिटेसनको लागि चाहिँ के प्रपोज गर्नुहुन्छ भन्ने कुरा खुलाउनु पर्ने हुन्छ। डिस्कसन क्वेसन, हाउ डज द कन्सेप्ट अफ अ सोइल एज अ डाइनामिक सिस्टम, डाइनामिक भनेको जुन मैले फिजिकल केमिकल र बायोलोजिकल प्रोसेसहरू सोइलभित्र भइराखेको हुन्छ भनेको थिएँ नि त्यो। हाउ डज द कन्सेप्ट अफ सोइल एज अ डाइनामिक सिस्टम अप्लाई टु फरेस्ट इन यर लोकल एरिया, कन्सिडर क्लाइमेट, अर्गानिजम्स एन्ड द ह्युमन एक्टिभिटिज। अब तपाईँहरूले यो ब्रेन स्टर्म गर्नु पऱ्यो क्या। जस्तो तपाईँको एरियामा तपाईँले कुनै एउटा ल्यान्ड, फरेस्ट ल्यान्डलाई लिनुभयो होइन। अब त्यहाँ कस्ता कस्ता फिजिकल केमिकल बायोलोजिकल प्रोसेसहरू भइरहेका छन् भन्ने पर्सपेक्टिभबाट, जस्तो सिएलओआरपिटी छ नि जुन क्लाइमेट, अर्गानिजम्स, रिलिफ होइन, यो खालको पाँचवटा जुन सोइल फर्मिङ फ्याक्टर्सहरू छ, तिनीहरूको इन्टरेक्सन त्यहाँ कसरी भइराखेको छ भन्ने कुरालाई तपाईँले रिलेट गर्नु पर्यो होइन। आफ्नो एरियामा, आफ्नो आफ्नो नजिकको एउटा फरेस्ट एरियामा। अब त्यहाँ डिस्टर्बेन्सहरू के छ है। ओके, इन दिस सेसन we have studied soil is a complex dynamic system critical for the forestry. It consists of mineral, organic matter, water, and the air components shaped by the formation factors. Understanding soil concepts helps in sustainable forest management. यति कुरा चाहिँ समरीको रूपमा हामी बुझ्न सक्छौँ। अब तपाईँहरूको पहिलो युनिटमा चाहिँ कन्सेप्ट अफ सोइल भने एउटा, अर्को कन्सेप्ट अफ सोइल सर्वे भनेको छ। अब सोइल सर्वे भनेको के हो त है। सोइल सर्वे भनेको के हो भन्दाखेरि इट इज अ सिस्टमेटिक एक्जामिनेसन, डिस्क्रिप्सन, क्लासिफिकेसन एन्ड द म्यापिङ अफ सोइल्स इन अ स्पेसिफिक एरिया टु अन्डरस्ट्यान्ड देयर प्रोपर्टिज, डिस्ट्रिब्युसन एन्ड द सुइटेबिलिटी फर भेरियस युजेज। सर्वे भन्न साथै अब हामीले त्यसको एसेसमेन्ट भन्ने बुझ्न पर्यो कि है। सिस्टमेटिक इक्जामिनेसन हो, इक्जामिनेसन गरेपछि त्यहाँको भेरिएबलहरूको क्यारेक्टरिस्टिकको डिस्क्रिप्सन गर्नु पर्यो, क्लासिफिकेसन गर्नु पर्यो। एउटै खालको हुँदैन नि त सोइल, र म्यापिङ गर्नु पर्यो है। अब के बुझ्नको लागि त, प्रपर्टी बुझ्नको लागि, डिस्ट्रिब्युसन बुझ्नको लागि, र त्यो सोइलको सुइटेबिलिटी बुझ्नको लागि, विभिन्न युजको लागि है।
It is called the soil survey. What are the major components of a soil survey है? मेजर कम्पोनेन्ट्सलाई हामीले यो पाँचवटा टपिकमा बुझ्न सक्छौँ। जस्तो फिल्ड इन्भेस्टिगेसन एउटा भयो है, तपाईँहरूले फिल्डमा डाटा लिने काम गर्नुहुन्छ है। त्यसपछि ल्याबोरेटरी एनालाइसिस भयो, त्यहाँ चाहिँ अब सोइल स्याम्पलहरू, वाटर स्याम्पलहरू के ल्याउनुहुन्छ त्यो सब त्यसको चाहिँ एनालाइसिस गर्नु पर्यो है, वाटर सेससँग सम्बन्धित। र सोइलको क्लासिफिकेसन गर्नु पर्यो है, तिनीहरूको क्यारेक्टरिस्टिकको आधारमा सोइललाई ग्रुपिङ गर्नु पर्यो है। त्यसपछि म्यापिङ गर्नु पर्यो, त्यो डेटाको आधारमा चाहिँ नि तपाईँहरूले उयो फरेस्टको म्याप बनाएको जस्तै विभिन्न फरेस्ट टाइपहरू, डिग्रेडेसन चाहिँ रेजिमहरू त्यो देखाएर बनाइन्छ नि, त्यस्तै खालको सोइल म्याप पनि बनाउनु पर्यो र इन्टरप्रिटेसन गर्नु पर्यो। भनेको यो सबै जानकारीको आधारमा वी क्यान प्रोभाइड रिकमेन्डेसन्स फर द ल्यान्ड युज है। त्यसो कारणले गर्दाखेरि द कम्पोनेन्ट्स अफ अ सोइल सर्वेलाई हामीले फिल्ड टु ल्याब टु क्लासिफिकेसन टु म्यापिङ टु इन्टरप्रिटेसन भनेर बोल्न सक्छौँ। अब सोइल सर्वेको पर्पोज के हो त है, हामी किन गर्छौँ त भन्दाखेरि इट क्यान प्रोभाइड डिटेल इन्फर्मेसन एबाउट द सोइल प्रोपर्टिज एन्ड देयर स्पेसियल डिस्ट्रिब्युसन फर द इन्फर्म ल्यान्ड म्यानेजमेन्ट डिसिजन्स। अब अझ स्पेसिफिक कल्ली कुरो गर्नु पर्दाखेरि पर्पोज अफ सोइल सर्वे भनेको ल्यान्ड युज प्लानिङको लागि है। त्यो ल्यान्डको बेस्ट युज हामी कसरी गर्न सक्छौँ, एफरेस्टेसन, एग्रो फरेस्ट्री कन्जर्भेसन के गर्दाखेरि त्यो ल्यान्ड चाहिँ राम्रोसँग युटिलाइजेसन हुन्छ है। ल्यान्ड युज प्लानिङको लागि, सोइल म्यानेजमेन्टको लागि है, आइडेन्टिफाई एरियाज निडिङ कन्जर्भेसन अर इम्प्रुभमेन्ट। त्यसै गरी रिसोर्स एसेसमेन्टको लागि हामीले सोइल फर्टिलिटीको इभ्यालुएसन गर्न सक्छौँ, वाटर होल्डिङ क्यापासिटी एसेस गर्न सक्छौँ र सुइटेबिलिटी फर स्पेसिफिक टी स्पेसिज पत्ता लगाउन सक्छौँ। अर्को भनेको इन्भाइरोमेन्टल मोनिटरिङको लागि भनेको एज अ होल तपाईँले ल्यान्डस्केप लेभलमा ट्र्याक सोइल डिग्रेडेसन, न्युट्रिएन्ट लस अर चेन्जेस ड्यु टु क्लाइमेट अर ह्युमन एक्टिभिटी। अब फरेस्ट्रीसँग यसको के छ त साइनो है, हामी कसरी रिलेट गर्न सक्छौँ भन्दाखेरि सोइल सर्वेबाट आएको इन्फर्मेसनको आधारमा हामी वी क्यान म्याच ट्री स्पेसिस टु द सोइल टाइप्स। फर इक्जाम्पल पाइन्स क्यान बी सेलेक्टेड फर द स्यान्डी सोल्स, ओक्स अन द फर्टाइल अल्फी सोल्स। त्यसै गरी आइडेन्टिफाई इरोजन प्रोन एरियाज इन फरेस्टेड स्लोप्स फर द मिटिगेसन। अब इरोजन हुन सक्ने सम्भावित क्षेत्रहरू होइन, इरोजन प्रोन एरिया पत्ता लगाउने र त्यहाँ चाहिँ तपाईँको कन्जर्भेसन म्यानेजमेन्ट मेजर्सहरू लगाउन सकिने भयो है। अब अझ स्पेसिफिकली जाँदाखेरि सोइल सर्वेको महत्त्व के छ त फरेस्ट्रीमा। पहिलो भनेको त साइट सेलेक्सन फर द प्लान्टेसन्स। सोइल सर्वेले के गर्छ त आइडेन्टिफिकेसन गर्न सक्छ, जस्तो सुइटेबल टेक्सचर, डेप्थ, फर्टिलिटी फर स्पेसिफिक ट्री स्पेसिस। कुनै स्पेसिस हामीले चुज गऱ्यौँ भने अब त्यहाँको लागि चाहिँ सुइटेबल टेक्सचर, डेप्थ, फर्टिलिटी त्यो स्पेसिसको लागि पत्ता लगाउन सक्छौँ। फर इक्जाम्पल अ सोइल सर्वे इन अ मिड हिल टेम्परेट फरेस्ट अफ नेपाल identifies well-drained loamy incepty soils for planting broad-leaf species like Rhododendron arboretum or Quercus semicarpifolia। भनेको प्लान्टेसनको लागि हामीले कुन ठाउँमा कुन स्पेसिस उपयुक्त छ भन्ने जानकारी पनि पाउन सक्छौँ है। एउटा त्यो भयो। अर्को भनेको इरोजन एन्ड द ल्यान्डस्लाइड प्रिभेन्सन है। जस्तो सोइल सर्वेले बाट चाहिँ हामीले म्यापिङ गर्न सक्छौँ, जस्तो भल्नरेबल एरियाहरू होइन, इरोजन प्रोन एरियाहरू म्यापिङ गर्न सक्छौँ र त्यसको आधारमा चाहिँ प्रिभेन्टिभ कामहरू चाहिँ गर्न सक्छौँ। फर इक्जाम्पल इन द हिमालयज सर्वेज आइडेन्टिफाई स्यान्डी सोइल्स
प्रोन टु ल्यान्डस्लाइड, गाइडेड रिफोरेस्टेसन विथ डिप रुटेड स्पेसिस। त्यसै गरी हामीले सोइल फर्टिलिटी म्यानेजमेन्ट गर्न सक्छौँ है। सोइल सर्वेबाट के गर्न सक्छौँ त? वी क्यान एसेस द न्युट्रिएन्ट लेभल्स, नाइट्रोजन, फोस्फोरस, पोटासियम टु प्लान fertilization or species selection. For example, a survey in a tropical forest shows low phosphorus, recommending phosphorus fixing species like acacia. त्यसै गरी हामीले वाटरसेड म्यानेजमेन्टको लागि इनपुट लिन सक्छौँ सोइल सर्वेबाट है। कसरी त भन्दाखेरि सोइल सर्वेज आइडेन्टिफाई सोइल्स विथ हाई वाटर होल्डिङ क्यापासिटी टु प्रोटेक्ट फरेस्ट वाटरसेड्स। भनेको कस्तो खालको वाटर होल्डिङ क्यापासिटी चाहिँ कुन एरियामा कति छ त्यसको आधारमा हामीले म्यानेजमेन्टको कामहरू गर्न सक्छौँ। फर इक्जाम्पल, अ सर्वे इन अ नेसनल पार्क म्याप्स क्ले रिच सोइल्स फर वेटल्यान्ड रिस्टोरेसन। त्यहाँ चाहिँ क्ले रिच सोइल रहेछ भने त हामीले रिस्टोरेसन सजिलोसँग गर्न सक्छौँ नि त, त्यस्तो जानकारी लिन सक्छौँ। अब सोइल सर्वेको किसिमहरू के हुन् त? अब के को आधारमा हामी चाहिँ टाइप बताउने त भन्दाखेरि डिटेल्सको आधारमा, त्यसले त्यो म्यापले कति चाहिँ तपाईँको त्यो सर्वेले कति डिटेल्स दिन सक्छ भन्ने आधारमा, जस्तो रिकनेसेन्स सर्वेज, डिटेल सर्वेज है, तिनीहरू कति डिटेल चाहिँ तपाईँको जेनरल पर्पज सर्वेज, स्पेसल पर्पज सर्वेज, यो पर्पजको आधारमा भयो भनेपछि डिटेल कति छ। जस्तो रिकनेसेन्स सर्वे भनेको ब्रोड स्केल लो डिटेल हुन्छ है। भनेको प्रारम्भिक सर्वे जुन हामीले अब रिसर्च गर्दा पनि गर्छौँ नि, त्यो प्रारम्भिक सर्वेको लागि इन्फर्मेसन जस्तो ब्रोड स्केल हुन्छ, यो लो डिटेल्स हुन्छ, युज फर लार्ज एरियाज है। फर इक्जाम्पल, अ रिकनेसेन्स सर्वे अफ अ फरेस्ट रिजन टु आइडेन्टिफाई मेजर सोइल टाइप्स। डिटेल सर्वे पनि हुन्छ, जस्तो स्पेसिफिक प्लान्टेसन प्रोजेक्टहरूको लागि त कुनै सानो एरियाको पनि सर्वे गर्नुपर्ने हुन्छ है। यो हाई डिटेल हुन्छ। स्मल एरियाको लागि युज फर स्पेसिफिक प्रोजेक्ट्स, फर इक्जाम्पल अ फरेस्ट प्लान्टेसन। फर इक्जाम्पल, अ डिटेल सर्वे अफ अ 100 हेक्टर फरेस्ट प्लट फर रिफरेस्टेसन प्लानिङ। अब पर्पजको आधारमा के पर्पजको लागि सोइल सर्वे गर्ने हो त्यसको आधारमा यसलाई हामीले क्लासिफाई गर्न सक्छौँ है। जस्तो जेनरल पर्पज सर्वे एउटा हुने भयो, अर्को स्पेसल पर्पज सर्वे हुने भयो। अब जेनरल पर्पज सर्वेले खास गरी मल्टिपल युजको लागि त्यहाँको धेरै क्यारेक्टरिस्टिकको भेरिएबलहरूको डेटा दिन सक्छ है। अब स्पेसिफिक पर्पज सर्वे भनेको फर इक्जाम्पल इरोजन रिस्क इन फरेस्ट पत्ता लगाउनु पर्यो भने, अथवा प्लान्टेसनको लागि स्पेसिस सुइटेबिलिटीको लागि आवश्यक पर्ने सोइल क्यारेक्टरिस्टिक पत्ता लगाउनु पर्यो भने हामीले स्पेसिफिक पर्पज सर्वे गर्नुपर्ने हुन्छ। डिटेल सर्वेज आर अफन युज फर प्लान्टेसन प्लानिङ, while the reconnaissance surveys guide regional forest policies। अब सोइल सर्वेको स्केलहरू फरक फरक हुन्छ है। अब लार्ज स्केल सर्वे, मिडियम स्केल सर्वे ल हेर्नुहोस् है त, अर्को लो डिटेल है। भनेको लार्ज स्केल सर्वे भनेको यसको 1:10,000 लार्जर हुन्छ, भनेको यसमा डिटेल बढी हुन्छ कि है। सानो एरियाको लागि जस्तो कहीँ प्लान्टेसन गर्नु पर्यो भने यो लार्ज स्केल सर्वे हो, हाई डिटेल हुन्छ है। युज फर प्रिसाइज प्लानिङ, सेलेक्टिङ प्लान्टिङ साइट्स विथिन अ फरेस्ट। अब मिडियम स्केल सर्वे भनेको 1:10,000देखि 1:50,000 स्केल हुन्छ। मोडरेट डिटेल रिजनल एरियाज, फर इक्जाम्पल वाटरसेडको लागि इट क्यान बी युज फर द वाटरसेड म्यानेजमेन्ट, रिजनल रिफोरेस्टेसन। स्मल स्केल सर्वेज अर्को हुन्छ, त्यो लो डिटेल। लार्ज एरियाजको लागि उयो रिकनेसन सर्वे भनेको थियो नि हामीले, हो त्यस्तो खालको हो यो। लो डिटेल लार्ज एरियाज युज फर ब्रोड पोलिसी प्लानिङ है। फर इक्जाम्पल, अ लार्ज स्केल सर्वे है, जस्तो लार्ज स्केल भनेको सुरुको छ नि, हाई डिटेल हुने क्या। अ लार्ज स्केल सर्वे म्याप्स अ 50 हेक्टर फरेस्ट फर टिक प्लान्टिङ, आइडेन्टिफाई फाइङ वेल ट्रेन्ड सोइल्स। तर अब स्मल स्केल सर्वेको के हुन्छ त? म्याप्स अफ फरेस्ट रिजन टु प्रायोरिटाइज कन्जर्भेसन एरिया भनेको ठुलो एरियाको थोरै डिटेल्स दिएर जानकारी दिन्छ है।
त्यस्तो सर्वे हो यो। अब हामीले कसरी सोइल सर्वे गर्न सक्छौँ त? के हो त सोइल सर्वेको प्रक्रिया के हो भन्दाखेरि स्टेपहरू के हुन् भन्दाखेरि पहिलो त हामीले प्लानिङ गर्नुपर्ने हुन्छ। हामीले अब्जेक्टिभ्स डिफाइन गर्नुपर्ने हुन्छ। स्टडी एरिया कुन एरियाको लागि हो र ब्याकग्राउन्ड डेटाहरू त्यहाँको क्लाइमेट टोपोग्राफीहरूको डेटाहरू लिनुपर्ने हुन्छ। त्यसपछि सेकेन्ड स्टेपमा हामीले फिल्ड वर्क सुरु गर्नुपर्ने हुन्छ जहाँ हामीले सोइल स्याम्पलको कलेक्सन गर्नुपर्ने हुन्छ, सोइल प्रोफाइलको अब्जर्भेसन गर्नुपर्ने हुन्छ, त्यहाँको टोपोग्राफी ल्यान्डस्केप फिचरको चाहिँ रेकर्ड गर्नुपर्ने हुन्छ। त्यसपछि डेटा ल्याइसकेपछि हामीले ल्याबमा पठाउनु पर्ने, स्याम्पल लिइसकेपछि ल्याबमा पठाउनु पर्ने स्याम्पलहरूलाई ल्याबमा पठाइन्छ। त्यहाँबाट हामीले सोइलको क्यारेक्टरिस्टिक जस्तो एनपिके लगायत हामीले के आवश्यकता पर्ने हो, पिएच टेक्सचर है, न्युट्रिएन्ट कन्टेन्ट, अर्ग्यानिक म्याट्रिक्स, हामीलाई चाहिने चाहिँ तपाईँको भेरिएबलहरूको डेटा त्यहाँबाट लिन सक्छौँ एनालाइसिस पछि। र अब त्यसपछि हाम्रो यो सबै डेटा आइसकेपछि म्यापिङ र क्लासिफिकेसनको काम गर्छौँ। अनि त्यसपछि इन्टरप्रिटेसन रिपोर्टिङ गर्छौँ। त्यहाँ हामीले रिकमेन्डेसनहरू प्रोभाइड गर्छौँ। जस्तो त्यहाँको जस्तो फर इक्जाम्पल प्लान्ट पाइन्स अन द स्यान्डी सोइल्स, युज टेरासिङ अन द स्लोप्स है। त्यो हो। त्यो भएर हामीलाई चाहिँ खास गरी म्यानेजमेन्ट डिसिजनको लागि चाहिँ असाध्यै उपयोगी हुन्छ है सोइल सर्वे। अब एउटा केस स्टडीको बारेमा छलफल गरौँ। अब फर इक्जाम्पल लोकेसन चाहिँ तपाईँको तराई रिजन नेपाल, अ फरेस्टेड एरिया प्रोन टु द डिग्रेडेसन भयो है। अब हाम्रो अब्जेक्टिभ के राख्यौँ हामीले भन्दाखेरि कन्डक्ट अ सोइल सर्वे टु प्लान रिफरेस्टेसन आफ्टर डिफरेस्टेसन एन्ड द फ्लडिङ। त्यो एरियामा डिफरेस्टेसन भइरहेको छ, फ्लडिङको इम्प्याक्ट पनि परेको छ भने अब हामीले के गर्नु पर्यो त? हाम्रो अब्जेक्टिभ के हो त? टु कन्डक्ट अ सोइल सर्वे टु प्लान रिफरेस्टेसन भयो है। प्रोसेस, प्रोसेसमा के हो त? हामीले अहिले पढेको जस्तो प्लानिङ, प्लानिङमा सबै डिटेल दिन पर्यो होइन। ब्याकग्राउन्ड इन्फर्मेसन, टार्गेटेड 200 हेक्टर डिग्रेडेड फरेस्ट, अब्जेक्टिभ वाज टु आइडेन्टिफाई सोइल्स फर द सिसो प्लान्टिङ। फिल्ड वर्क सुरु गर्नु पर्यो। सोइल स्याम्पलिङ, स्याम्पल सोइल सेट 50 मिटर इन्टरभल्स, अब्जर्भ प्रोफाइल्स, प्रोफाइल सोइल प्रोफाइलको अब्जर्भेसन गर्नु पर्यो। नोटेड थिन ए होराइजन, हाई स्यान्ड कन्टेन्ट। त्यसपछि ल्याबमा पठाउनु पर्यो होइन स्याम्पलहरू। त्यहाँ चाहिँ अर्ग्यानिक म्याटर, पिएच, टेक्सचरहरू यस्तो पत्ता लगाउनु पर्यो। र म्यापिङ, क्रिएटेड सोइल म्याप सोइङ स्यान्डी सोइल्स प्रोन टु इरोजन। इन्टरप्रिटेसनमा अब हामीले रिकमेन्ड गर्नु पर्यो रिकमेन्डेड सिसो प्लान्टिङ इन एरियाज विथ moderate sand content and better drainage, as it tolerates sandy soils and fixes nitrogen to improve fertility, suggested erosion control with grasses in high risk zones। अब आउटकम के हो त है? सक्सेसफुल रिस्टोरेज रिफरेस्टेसन विथ सिसो, इम्प्रुभ सोइल फर्टिलिटी थ्रु नाइट्रोजन फिक्सेसन एन्ड रिड्युस्ड इरोजन थ्रु भेजिटेटिभ मेजर्स। यसरी हामीले केस स्टडी चाहिँ डेभलप गर्न सक्छौँ कुनै पनि फरेस्ट एरिया जहाँ डिग्रेडेसन भइरहेको छ। अब तपाईँलाई एउटा केस स्टडी चाहिँ बनाउनु पर्यो है, सोइल सर्वे गर्नु पर्यो भने तपाईँले यी स्टेपहरू पार गर्नुपर्ने हुन्छ है। अब सोइल सर्वेको च्यालेन्जहरू के छ त फरेस्ट्री कन्टेक्स्टमा भन्दाखेरि पहिलो त तपाईँको एसेसिबिलिटीको कुरा हो। जस्तो डेन्स फरेस्ट छ, स्टिप स्लोप छ भने सर्वे गर्नको लागि अलिक कठिन हुन्छ है। रिसोर्स बढी लाग्छ, टाइम बढी लाग्छ। भेरिएबिलिटी, अब कस्तो हुन्छ भने तपाईँको छोटो डिस्टेन्समा नि सोइलको क्यारेक्टरिस्टिक चाहिँ फरक परिरहेको हुन्छ होइन। त्यो कारणले गर्दाखेरि स्याम्पलिङको इन्टेन्सिटी बढाउनु पर्ने हुन्छ है। रिसोर्स पनि बढी लाग्छ जस्तो सर्भिस रिक्वायर टाइम, फन्डिङ एन्ड स्किल्ड पर्सनल। अब यसलाई डिल गर्नको लागि, अब्स्ट्याकलहरूलाई डिल गर्नको लागि अब अहिले लेटेस्ट टेक्नोलोजीहरू हामी प्रयोग गर्न सक्छौँ। जस्तो रिमोट सेन्सिङको प्रयोग गर्न सक्छौँ है, सेटेलाइट इमेजरीको प्रयोग गर्न सक्छौँ।
फर प्रिलिमिनरी म्यापिङ, ट्रेन लोकल कम्युनिटिज टु एसिस्ट इन फिल्ड सर्भेज, जस्तो लोकल कम्युनिटीलाई हामीले अब उनीहरूले त्यहाँको नलेज पनि बढी हुन्छ लोकल ठाउँको र कम कस्टमा नै हामीले युटिलाइज गर्न सक्छौँ। फर इक्जाम्पल इन द एमाजोन डेन्स भेजिटेसन लिमिट्स एसेस, सो ड्रोन्स आर युज फर द इनिसियल सर्भेज भनेको ड्रोनको प्रयोग पनि हामी अहिले गर्न सक्छौँ है, अहिलेको जुन मोडर्न इरामा। Discussion question. How can a soil survey help in managing a forest ecosystem in your local area? Consider challenges like erosion, species selection, or watershed protection. सोइल सर्वेले तपाईँको केस स्टडीमा मैले बताएको छु नि त्यो खालको के, आफ्नो वरिपरिको डिग्रेडेड फरेस्टलाई लिनुहोस् र त्यहाँ सोइल सर्वे ले चाहिँ कसरी त्यसको चाहिँ म्यानेजमेन्ट रिस्टोरेसनमा भूमिका खेल्न सक्छ होइन, भन्ने कुरालाई तपाईँहरूले त्यो पर्सपेक्टिभबाट छलफल गर्नुपर्ने हुन्छ है। त्यसमा तपाईँहरूले एक्सटर्नल फ्याक्टरहरू, क्लाइमेटिक भेरिएबलहरूको इम्प्याक्टहरूलाई रिलेट गर्न सक्नुहुन्छ। अरू ह्युमन इन्टरफेरेन्सलाई तपाईँले चाहिँ नि रिलेट गर्न सक्नुहुन्छ। त्यहाँको चाहिँ तपाईँको त्यसको इनेरेन्ट क्यारेक्टरिस्टिक, नेचुरल फ्याक्टरहरू, स्टिप टोपोग्राफी, फ्रेजाइल ल्यान्डस्केप है, प्रेजेन्स अफ फ्रेजाइल रक्स इन हाई क्वान्टिटी होइन, अथवा डोमिनेन्ट, यी फ्याक्टरहरूलाई पनि तपाईँहरूले कन्सिडर गर्नुपर्ने हुन्छ। So, a soil survey is a systematic process to examine, classify, and map soils for the land management. It is crucial for the forestry applications like site selection, erosion control, and the watershed management. Understanding the concept of soil surveys sets the foundation for sustainable forestry practices. यो चाहिँ तपाईँहरूको टेक होम मेसेज भयो है।